चिचाइदे दाइहरूसँग हामी भेटिसक्यौँ अनि कस्तो लागिरहेको चल्दैछ यहाँ सुट हुँदैछ होइन ल दाइ र म चाहिँ फर्स्ट टाइम हामी चाहिँ अब मुखबाङ स्टार्ट गर्दैछ यहाँ छ कालो भनेको गोरोले हेलमेट लाग्यो समात्नु समात्नु पुलिसलाई छिटो आयो आयो दिन्न हेलो गाइस नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो भ्लगमा आज चाहिँ हामी कहाँ जान आँट्यो भनेदेखि हामी सुटको लागि जान आँटेको 101 भाइसको दाइहरूसँग बोलाउनु भएको थियो अनि यसो के कस्तो हुन्छ हाम्रो सुट देखाउँछु हजुरहरूलाई भन्दै अब हामी चाहिँ बिहानको कति बिहानको 6:20 बिहानको 6:20 भएको छ बिहान बिहान यसले कल यति गरेछ नि मलाई म त उहिनै अनि यसले भन्न पनि मलाई 1 बजे 1:30 मा भने यो चाहिँ रुमाल किन्न आँटेछ यो चाहिँ के अरे ट्यापेको रोल खेल्छ है यसले चाहिँ अब के हो मलाई पनि थाहा छैन अनि यसले हिँड भन्नु थाल्यो अनि त्यही भएर म पनि यस्तो ल जाउँ न त साथीसँग भनेर म देखाउँछु यसले कल गरेँ के तेरो ट्यापेको रोल छ भने यहाँ कल गरे बा यसले यहाँ निन्द्रेमा छ ल अब यस्तै चाहिँ हाम्रो टोल हेर्नु होला यहाँ बिहान बिहान फोहोर छ होइन अहिले यो सफा हुन्छ अहिले हामी हजुरहरूलाई के अरे पिच बाटोमा गएर भेटौँ होला अब हाम्रो ट्याक्सी आइसकेको छ बस पछाडि बस्नु कोही पानी छ त ल हामी चाहिँ बस्यो है के गर्नु के अरे मूलपानी चोर आइपुगिसकेको छौँ अब एकछिन वेट गर्नुपर्छ दाइहरू यताको सुट क्यान्सल भएर क्या कहाँ यहाँको अब उतै अफिसतिरै बोलाउनु भएको छ कस्तो गनाएको उतै यहाँ कुखुराको चल्ला भएर गना हो अब हामी चाहिँ अफिसतिरै जाँदैछौँ होइन अफिस चाहिँ कता छ अफिस चाहिँ रुक्न एकछिन यहाँ म्यासेज हेर्नुपर्छ पहिला भ्लग भन ल हामी चाहिँ यहाँ मूलपानी चौर आइसकेको छौँ होइन अब चाहिँ हामी यतापट्टि दाहरूलाई भेटेर अनि त्यसपछि हजुरहरूलाई पनि भेटाउनेछौँ हाम्रो के कस्तो हुन्छ आजको दिन देखाउने नै छौँ भन्दै त्यहाँ गएर आजको भ्लग खतरा हुन्छ आजको भ्लग खतरा हुन्छ यसको खत्रै हुन्छ ठुलो मान्छेसँग भेट्दैछौँ ठुलो मान्छेसँग ठुलो अब हामी पनि सिक्छु हामीले नजानेको कुरा होइन त्यही सिक्नलाई खासमा भन्नुपर्दा नजानेको कुरा यसले चाहिँ मलाई सिकाउनै ल्यायो किनकि म त्यति साह्रो राम्रो गर्दैन अनि हल्का हल्का राम्रो गर्छ सिक्दैछु भनेर हो अनि यसले मलाई ल्याएको ठाउँ चाहिँ यताको बेला बेला कुद्न यतै आउनुपर्छ ठिक छ यहाँनिर एक्सर्साइज गर्ने आन्टी उयो अङ्कल छन् होइन कस्तो देख्ने कि हजुर ल अब हामी उता कल गरेर हजुरहरूलाई नि भेटौँला ल अब हामी चाहिँ यहाँ आइसकेको छ आइसकेको छौँ यसलाई भन्न लगाएको होइन अब खोइ दाहरू लिन आउँदै हुनुहुन्छ अरे अब म कभर लाउँछु ल के दाइहरूसँग हामी भेटिसक्यौँ अनि कस्तो लागिरहेको तेरो भ्लग के भन्नुहोस् म बोल्नु दाइहरू एकदम होइन ठिक छ एकदम खुसी लागिरहेको छ अनि आज चाहिँ दाइहरूको सुटिङमा हामीलाई पनि रोल दिनुभएको छ एकदम खुसी लाग्यो क्यामेरामा भएपछि दाइले के भन्नुहुन्छ है अनि ठिक छ ल म पनि भाइले हेर्दाखेरि एकदम खुसी लागिरहेछ ल एकदम खुसी लागिरहेछ एकदम कस्तो भाइहरूसँग भेट्न मन लागिरहेको थियो एकदम राम्रो क्रिएटिभ मान्छेहरू छन् होइन अनि भाइ एकदम ह्यान्डसम पनि छ यही भन्नु भने तिमीले अति भन्दिनँ त्यस्तो चाहिँ होइन मैले जे भने पेमेन्ट चाहिँ गरेको छु यसको लागि ल
ल तेरो भ्लग अब सक्यो यसको भ्लग अब मेरो चाहिँ होइन पक्रिनु के पक्रियो अब भन् न तँलाई के मलाई पनि दाइहरूसँग भेटेर धेरै खुसी लागेको छ यसको च्यानलमा वेलकम छ भाइहरुलाई अब गरिरहनुपर्छ अब मैले पनि बिस्तारै सुरु गरेको छु बिस्तारै गर्दै जान्छु अब कहाँ पुग्छु हैन यस गरिरहनुपर्छ अब तिमीहरू पनि आऊ हैन अनि भिडियो पनि गरौँला के भएन टिचर दाइ र म चेस हानौँ न त ब्लग अन गर्नु न ब्लग चेस हानौँ ल छिटो योभन्दा बेसी चाहिँ हेर्न पाउनुहुन्न हाम्रो यहाँ दाइको पनि चल्दैछ यहाँ सुट हुँदैछ होइन ल दाइ र म चेस फर्स्ट टाइम ल लभली यहाँ अब हाम्रो यता चाहिँ कुकिङ हुँदैछ होइन दाइ के भन्दैछ ब्लगमा मिठो बनाएर खाउँ भने खाने निस्क्याएर किन होइन खाने हो जस्तो बनाएर चल्छ ए शाकाहारी सबै चल्छ ल दाइहरूले के खुवाउनुहुन्छ हामीलाई सब चिज चल्छ बिहाइन्ड द सिन हामी चाहिँ अब मुकबाङ स्टार्ट गर्दैछौँ यहाँ चाहिँ हाम्रो साग छ डढेको हल्का पकाउनु जाने रहेछ त्यहाँ चाहिँ हाम्रो दाल के को दाल हो भनिदिनु त यो अमेरिकाबाट इम्पोर्ट गरेर अमेरिका अमेरिका खैरी जस्तो छ होइन दाइको त छ त्यही भएर नेपाली त्यो खानु मान्नुहुन्न क्या उहाँले चाहिँ दाल चाहिँ समुद्रबाट निकालेर छानेर बल्दै यहाँ ल्याउने त्यस्तो गर्छ स्टाइल पनि यहाँ छुट्टै छ कपमा दाल यसो तेलमा तार्नुपर्छ फर्स्टमा चाहिँ यसलाई पकाउँदाखेरि साथमा हुन्छ खुल्लै हाम्रो दाइ हुनुहुन्छ हाम्रो दिपेश गौतम दाइ एकदम मल गाउनुहुन्छ हाम्रो अर्को दाइ पनि हुन्छ नाम चाहिँ थाहा छैन भन्नु दाइ पनि आउनुभयो दाइको नाम चाहिँ थाहा छ तर भन्दैन आफै भन्नु त दाइ चाहिँ कालीपट बनाउनु भयो थाहा छ तर अरूलाई थाहा छैन होला नि त कोही कोहीलाई कमेन्ट हाल्नु भयो त अहिले हान्दा नि हुन्छ तर लाइभमा बस्छ छैन ल ल यो उठाउनु ल यो यस्तो गरौँ दाइ उठाउनु पहिला अनि तपाईँ सेकेन्ड हान्नु म त्यो हान्छु दाइ ताली पड्काउनु ल ल रेडी होइन दाइ कस्तो त्यस्तो नराम्रो उयोले भने ल रेडी त फेरि ल बिचमा हाम्रो कन्सर्टमा अलिकति प्रब्लम आएको छ टेक्निकल प्रब्लम आएको छ साउन्ड सिस्टम ल दाइ त्यसमा हाम्रो दाइ र मगाउँछौँ फर्स्टको लाइन हान्नु म लास्टको मात्र हान्छु त्यो सुरुको दुईटा ल 1 2 बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर तिमीलाई फुल सोचेर मनको चाह नलुकाऊ तिमी अझ टिनेज गरे क्या नलुकाऊ तिमी दाइ भमरालाई दोष दिएर भमरालाई दोष दिएर फुल भए फुलको बास्ना नेक्स्ट फुल भए सुरिदिन्थे फुलको बास्ना जस्तै तिमी निधरीमा लुकाइ आउने मिठो सपना जस्तै
आमना जो तिमी भमराले चुमिदिला बगैँचामा नजाऊ तिमी भमराले चुमिदिला फुल सोचेर तिमीलाई फुल सोचेर ल अब हामी चाहिँ निक्लिन आँटेका होइन दाइ बाहिरको लागि निक्लिन सकिन्न होइन बाहिरको खेतमा छ बाहिरको गाड फुट्यो दुईटा भयो कस्तो लाग्यो कुसा भाइले प्रोफेसनल सुट मलाई लास्टै गाडीलाई हामीले मोबाइल खटाएर गर्ने मान्छे यहाँ त्यही क्यामेरामा चाहिँ धेरै गाह्रो हुँदो रहेछ त्यही भएर उल्टो कालो भएको चाहिँ यो टेन्सन लिएर सकिएर होइन स्ट्रिट राइडर पनि सब कालो बनायो कि भाइले गोरे भाइले भनेको फेरि गोरोले एकदम गोरे भाइले फिल्टर लगायो भने मैले गरेँ हामी त फिल्टर किनेर यहाँ बत्ती बाल्यो सिधै डिफरेन्स हाम्रो क्यामेराम्यान दाइ के बोल्न चाहनुहुन्छ दाइ हुन्छ कहिले कहिलेहरू मलाई पनि मनपर्छ यस्तो यस दाइको चाहिँ अब यहाँ लुक चाहिँ यस्तै हुन्छ नत्र त हार्डै हुन्छ मलाई यस्तो कपालहरू मन तेरो जस्तो चाहिँ मन पर्दैन के मेरो नि यस्तो गर्यो भने त कर्ली हुन्छ नि इडिट गर्ने सबै दाइले हो अनि दाइले यो चाहिँ यहाँनिर के झन् हामीले टडपेको रोल खेल्दैछ ट्यापे टडपे प्यान्ट तल लगाउनु है घिसार्दै आउनु ल यहाँनिर चाहिँ मेरो यस्तो भ्लग सुट गर्दा पनि म चाहिँ यो बोकेर हिँड्छु कि अब हेर्नु यहाँ मुख कस्तो टल्केको छ होइन ओइ ओइ भ्लग सुट गर्न हामी यो बोकेर हिँड्छ होइन अड्किन्छ आइदियो समाज हेलमेट लाखेन समात्नु पुलिसलाई छिटो 101 होइन यो भाइले रङ भने यसलाई चाहिँ जेल आत्तिसकेको थियो बाजेको लुक्सले होइन पर्छ त नातिको किनेपछि अब काट्नु पर्छ इमान्दार अब त्यो बेलामा भागेर हो आर्मीबाट ल हामी चाहिँ यहाँ हाम्रो सुटिङ गर्ने ठाउँ आइसकेको छौँ यता तल ओइ कुछ फ्ल्यास देखायो त फ्ल्यास मपट्टि फ्ल्यास देख्दैन ल अब हाम्रो चाहिँ उता होइन भाइ तल अब हामी चाहिँ अलि तल गएर सुट गर्छु भिडियो ए बा यो त चोट तान्दै बसेछ त यहाँ नन्टी छोरो चाहिँ यहाँ सुटिङ भन्दै चोट तानेर बस्छ माइक थोरै तल माइक ओइ टिपे तल भयो ल त्यो रातोमा रात त्यसले चुरोट चाहिँ खाएन होइन गाइस त्यसले चाहिँ उयो गरे हो भिडियोको लागि भेप खाएर गरे हो यो चाहिँ के अरे घरमा देखाउनलाई सबुत हो त्यसले चोट चाहिँ खाएन है माइन्ड नगर्नु होला भन्न चाहन्छु त्यही हो भेप खाएर अनि के अरे चुरोट खाएको एक्टिङ गरेको अब गर्नुपर्छ एउटा हिरो भएपछि आयो दिन्न के भन्छ यो बादरलाई त्यसले चाक पनि धुन सक्दैन क्या हातै छैन देब्रे अनि कसरी धुन्छ स्प्रे पनि हान्नु मिल्दैन अब ल्याएर हान्नु यहाँ चाहिँ अब हाम्रो अर्को सुटिङ गर्ने ठाउँ चाहिँ यो रहेको छ मुलपान्चोक होइन यहाँ चाहिँ हाम्रो बिहान सुट गर्ने प्लान थियो अहिले भएको छ केही छैन जहिले गरे पनि कुरा त्यही त हो नि भनेर अब हामीले सुट गर्ने हो भिडियो मलाई यहाँको मेन रमाइलो लाग्ने दाइ चाहिँ हेर्दै यो दाइ हो होइन खुसी लाग्यो है धेरै खुसी लाग्यो अलिकति रमाइलो लाग्यो हेर्दा अरूहरू नि रमाइलो हुनुहुन्छ हुन त तर दाइको चाहिँ लुक्सले नै मार्यो हो ल हाम्रो यहाँ दाइको फ्यान बेला भइसकेको छ सबजना ल म बलिङ हान्छु ल म उयो मिल्छ दाइले एक ब्याटिङ हान्नुहुन्छ म बलिङ गर्छु ल गाइस हेलो ब्रो
आएन मलाई ल होइन भ्लग गरेको ल गाइज हामीले चाहिँ हल्का क्रिकेट खेलेर ज्यान तताइसकेको छ होइन ठिक छ ल यहाँ मूलपानीको क्रिकेटरहरू भेट्नु होला सबैजनाले गेम खेल्नु छ भने भन्नु होला होइन ल ल भाइ च्यानल सब्सक्राइब गर्नु पर्यो है ल हाम्रो यतापट्टि चाहिँ भिड लागिसकेको छ गाह्रो फ्यानहरू फ्यामिली भनौँ न के फ्यान भन्ने फ्यामिली चिचाइदे अब हाम्रो यहाँ कन्टेन्ट हामीले भेटिसके जाम भएको छ होइन नेपालीको कन्टेन्टै जाम हो नि त त्यही भएर अब दाइ फेरि यो जामको विषयमा के बोल्ने त्यो त लामो जाममा परेको छौँ हामी होइन त्यही हो अब हामी तलतिर बौद्ध साइडतिर जाँदैछौँ अब नयाँ ठाउँ होइन हामीले पनि नयाँ नयाँ ठाउँ एक्सपिरियन्स गर्न पायो हामीले दाइहरूबाट धेरै कुरा सिक्यो होइन दाइ अनि यसो के अरे दाइहरूबाट धेरै कुरा सिकेको छु हो यतिको हाम्रो सम्पर्क गर्नु होला यसो हिमाल चढ्न मन लागेमा है साथीभाइ हो एकदम हाम्रो दाइले चाहिँ कहाँको हिमाल भनेदेखि हजुरको अन्नपूर्ण अनि त्यसपछि कता अरे एभरेस्ट अनि त्यसपछि आएर बखालु अनि त्यसपछि मार्तीहरू यताउता लोकलदेखि लिएर अब तपाईँको 1 दिनकोदेखि लिएर 30 दिनको ट्रेकसम्म सबै कन्डक्ट गर्ने गर्छु अनि लाइक इफ यु गाइज आर इन्ट्रेस्टेड कन्ट्याक्ट मी नम्बर राखिदिउँ त ल नम्बर राखिदिउँ भन्नु ल नम्बर 9765972635 कति सजिलो छ यो दाइलाई कल गर्नु अनि हजुरहरूले 101 भाइसँग कुरा गर्न पाउनुहुन्छ होइन एकदम ल यही हो अब ल अब हामी चाहिँ लाग्यो आफ्नो अर्को लोकेसनतर्फ दाइले गीत गाउँदै हुनुहुन्छ नगाउनु किनभने के हुन्छ कपिराइट लाग्छ कपिराइट के कपिराइट लाग्नु अनि हजुरले सेम गाउनुहुन्छ त कस्तो राम्रो कुरा गरेको भाइले मलाई चिन्यो अनि केही छ दाइ भन्नुपर्ने नयाँ केही छैन सबै ठिकै छ मौसमले च्यालेन्ज गरिरहेको छ के गर्दै हुनुहुन्छ मौसमले च्यालेन्ज गरेर मौसमले त च्यालेन्ज प्रोडक्सनले चाहिँ अब के गर्छ भन्ने कुरा हुन्छ सबै थ्याङ्क यू बिग फ्यामिली दिएको फेरि कसले दिएको यहाँ हो पाडीहरूले बाटो त मलाई पनि थाहा छैन ल अहिले बिच बाटोमा पुगेर भेटौँला होइन झरौँ हामीले यताबाट बिर्सिसकेको छ बाटो ल उता गएर जाने गर्छु फलो गरौँ हाम्रो एउटा बाइक चाहिँ स्कुटी चाहिँ उतै छ बिस्तारै आउँछ होइन अब हाम्रो दाइलाई फेरि भ्लगमा हेर्न चाहनुहुन्छ भने एक कमेन्ट गर्नु होला अनि हाम्रो डटपट हुन्छ चट्ट माया लाएर है सबैजनाले हाम्रो दाइलाई चाहिँ गर्नु पर्यो कमेन्ट फेरि चाहियो भनेर अनि मुखबाङमा चाहिँ के हान्ने प्लान छ दाजुको मुखबाङमा चाहिँ हामी अब एक्स्ट्रा के लाइक सरप्राइज कमेन्ट चाहिँ गर्न पुऱ्याउनु पर्ने लाइक कति कमेन्ट चाहियो हजुरको नामको तिम्रो अहिलेको हाइएस्ट कति छ मेरो त त्यही 10 15 20 के कमेन्ट अनि फेसबुकभन्दा धेरै आउँछ त्यो त फेसबुकमा त त्योभन्दा धेरै आउँछ हजार त अति बढी भयो 100 अब म धेरै बार्गेनिङ गर्न सक्दिनँ 300 कमेन्ट आउनु पर्यो हाम्रो दाइको नाम भनेर ह्यासट्याग के चाहियो ह्यासट्याग सुनिल राई टक लगाएर आउनु पर्यो मुखमा त फेरि स्वादले होइन हाम्रो दाइलाई चाहिँ खानेकुरा पकाउने उसले हो फेरि सुक्खाएन त्यो गरेको हाम्रो दाइलाई चाहिँ के अरे
हजुरहरूले देख्नु भएको छैन भने चाहिँ सिआइडीमा हेर्नु पर्ने हुन्छ होइन च्यातर भन्दै यतैतिर रोकिदिएर अब चाहिँ सुटिङ स्पटमा जानेछु सुटिङ सकिसक्यो अब हामी चाहिँ हाम्रो सामान लिन दाहरूकोमा जाने अनि त्यसपछि चाहिँ घर जाने हाम्रो सुटिङ स्पट चाहिँ यही हो सक्यो मेरो क्यामेराम्यान यता हुनुहुन्छ कस्तो लाग्यो आजको दिन आज एकदम बगा लाग्यो थाक्यो भने ओभर छु घर जान्छु खाना टन्न खान्छ सोध्छु बाई अनि हामीले धेरै कुरा सिक्यो होइन धेरै कुरा सिक्यो सुटिङमा आएर क्यामेरा एङ्गलदेखि लिएर एक्टिङ पनि कस्तो मलाई कस्तो गर्नु गाह्रो भएको थियो कस्तो हामीले भनेको मलाई कस्तो देखिरहेको होइन मैले लास्टै गाह्रो भएको थियो मलाई भन्नु कस्तो अलिकति गाह्रो भएको थियो किनकि डाइलग अनुसार चल्नु पर्थ्यो किनकि हाम्रो त फ्री भर्स हुन्थ्यो प्याच दिने टाइपको हुन्थ्यो ल बाई बाई कम गर हो ल अब हामी चाहिँ के अरे उता घरतर्फ जाँदैछु आज धेरै रात पऱ्यो क्या हामीलाई होइन त सुट गर्दा गर्दा हामी थाकिसकेको जे सक्यो आजको लागि सक्यो दाहरूलाई त अझै छ तर दाइ के गर्ने टक्क घर जाने आज लिप्स मिठो पाराले लिप्समा भ्यासलिन लाउनु पर्यो जन्मलाई यस्तो माया लाग्यो कि यार क्यामेरा पनि यति गर्नुपर्ने भारी पनि यति बोक्नुपर्ने क्यामेराम्यानलाई चाहिँ धेरै गाह्रो हुन्छ होइन तर क्यामेराम्यानलाई मान्छेले चिन्दैन त्यो चाहिँ मलाई रिस उठ्छ दाइ हो कि नै त्यो चाहिँ अलिकति चित्त दुख्छ किनकि म पनि पहिला क्यामेरै गर्थेँ पछाडि बसेर अनि पछि एक्टिङ गर्दै गएँ अहिले चाहिँ जे होस् हल्का हल्का भयो नि मान्छेहरूले चिन्छ त्यो चाहिँ खुसी लाग्छ है अब उता जान्छु अनि भेट्छु गाइस अब चाहिँ यहाँ आएर आफै दादा र म भेट्दिन आँटेको अब म चाहिँ यहाँ कटिङमा छु किनकि अब मेरो फुड ब्लग भएपछि त अब कटिङ सर्टिङ यताउति देखाउनु पऱ्यो भन्दै हो कि नै पऱ्यो नि मेरो भाइ यतिको भएपछि अब आफै हो आफ्नो घर जस्तै ठानेर होइन आफै काम गर्दै घरै भन्ने दोस्रो घर छ हाम्रो यहाँनिर होइन जतिखेर नि वेलकम यो त अफिस हो हाम्रो दाइहरूको अनि हामी चाहिँ यसो अफिसमा आज चाहिँ हल्का भेटघाट गरे दाइहरूसँग खुसी लाग्यो अब हामी पनि पहिला त दाइहरूलाई त यस्तो बसेरै हेर्थ्यो युट्युबतिर होइन अहिले चाहिँ टक्कर भेटेको गऱ्यो खुसी लाग्यो अब चाहिँ के हो फेरि मेरो त कपिराइट लागिहाल्छ भने दाइ गाउनु बित्तिकै किन स्वर मिठो भएर तिम्रो साथीहरूले जवान गर्दा रिपोर्ट गरेर हुन्छ हो रिपोर्ट गरेर हुन्छ मेरो त लागिहाल्ने भनेको कपिराइट ट्र्याक बजाएको नाइ अलिकति बोल्दैमा पनि लाग्दिनँ क्या त्यस्तो है ए ल बसालेको गरेर अरू दाइहरू चाहिँ अहिले बाहिर जानुभएको कारणले गर्दा के कस्तो हुन्छ आफै भिड्दैछ हाम्रो मासु बनाउने टटपट हुँदैछ होइन हाम्रो नयाँ हाम्रो ग्रुपमा 101 बाइक हुँदैन गाइस मल्टी ट्यालेन्टेड हो यो चाहिँ के भन्ने फेरि दाल बिहानको दाल व्यवस्था हुँदैछ अनि यहाँ चाहिँ हाम्रो मासु पकाइसक्नु भइसकेको छ अल द वे फ्रम कता सोलुखुम्बुको मासु कुखुराको छ टक्क होइन अनि दाइले यस्तो यहाँ कोक हाल्दै हुनुहुन्छ चट्टपट्ट हुन्छ छट्टपट्ट अब हामी चाहिँ एप्स हान्ने त्यसपछि घरतर्फ जाने हामीलाई घर जाने म कुशल अझै सुत्छु दाइ चाहिँ सुत्नु धेरै थाकिसक्नु भयो अनि बिहान उठेर यो नि हल्का सफा गर्नु पर्यो है दाइ सेतै ल ल ल
ल अहिले खाँदा भेटौँला, त्यसपछि जाँदा भेटौँला। आफ्नो ठाउँमा बसिसकेको छ होइन स्थानमा। अब मैले चाहिँ सर्भ हान्नु पर्ने हुन्छ कता कता हो। दाइहरूलाई बाई बाई भन्छु। यहाँको ओपर खुसी लाग्यो दाइहरू आफ्नै जस्तो लाग्यो होइन। आफ्नै मान्छे हामीले है, आफ्नै त हो नि भाइ, आफ्नो मान्छे आउँदै गर ल अलिकति ल फेरि बाई बाई दाइ। नेपाली उसको रोल भयो नि, तर उसले एकदम राम्रो एक्टिङ गर्छ। अर्को पालि ल छिटो छिटो ल अब गाइज हामी चाहिँ घर जाँदैछौँ यहाँ टक्क पारामा। अब ढिलो भएको भन्छ मम्मीहरूको पनि गाली गऱ्यो, राति राति किन हुन्छ, काम पनि गर्नु पऱ्यो होइन, सराउको बाटोमा हिँड्नु भएन, राम्रो काममा त अगाडि बढ्ने हो। हामीलाई दाइहरूले छोडिदिन्छु गर्दैन अघि जान आँटेको फेरि दाइहरूले खाजासाजा खानु। अब यस्तो लाग्यो नि त दाइहरूलाई, अब दिनभरि गएर भाइले त्यो नखाँदा त आफूलाई कस्तो लाग्यो, त्यो भन्दा दाइहरूले जानु दिनु पऱ्यो नि, त्यो भएर गफसप पनि मिठो भयो। लाइफ बस्दा कस्तो रमाइलो भएर त मैले रेकर्ड गरेको मान्छे बेचत के गर्ने हाँस्ने मान्छे जस रमाइलो दाइ पनि एकदम बेस्ट, राई दाइ नि रमाइलो लाग्यो मलाई। दिपेश दाइ पनि एकदम बेस्ट, अनिस दाइ पनि एकदम बेस्ट हो। उहाँ त झन् स्क्रिप्ट राइटर सबै रेडीसँगले सबैजना क्यामेरा दाइलाई पनि क्यामेराम्यान दाइको साइडको हिरो हो, पछाडिको पर्खा पछाडिको हिरो र यस्तै छ होइन। भ्लग के कस्तो लाग्यो भन्नु होला। अब चाहिँ हामी घर जान्छौँ अनि भ्लग चाहिँ यतितिर इन्ड गर्दछु भन्दै के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु। बन्द गरिदे यताबाट जान्छ होइन, यहाँबाट गोटा टाइम निस्किन्छ होइन त लबडाडा, यहाँबाट लबडा निस्किन्छ नि, यहाँबाट त तल निस्किन्छ, तल पुलमा निस्किन्छ यताबाट चाहिँ, यताबाट पनि निस्किन्छ होइन। ल गाइज यहाँ कुरा यस्तो हुन्छ। ल मैले चाहिँ राखिदिएँ।